कसको चस्मा किन्न गएको? मेरो पनि छैन, तपाईको पनि छैन। पुरै काम गरेर हैन बाहिर निस्केको। अनि आज चाहिँ के अरे फागुन नन्दचोकदेखि छेउमा हैन उ त्यहाँबाट बाटो निस्किन्छ अब। अन्त यो नगरपालिका उ त्यहाँबाट बाटो निस्किन्छ नि। केटाकेटी खेल्ने ठाउँ पनि रहेछ नि त यहाँ पुरै। यस्तो छ नि। पर चाहिँ बाटो छ गाइस हैन देख्न सक्नुहुन्छ। वेलकम ब्याक माई न्यू ब्लग। सबैजनालाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा। अनि आज तपाईहरुले हाइलाइट हेरेर थाहा पाइसक्नुभयो होला म चाहिँ कहाँ छु भनेर हैन। आज चाहिँ हामी दुईजना चाहिँ यहाँ बजार निस्केको थियो हैन। बजारमा चाहिँ घुम्दै चाहिँ आएको। खाली मेरो पैसा खानु मात्रै हैन, मेरो पैसा चाहिँ भनेको 1 रुपैयाँ पनि बचाउनु छैन। पैसा बचा भन्ने त छैन। एटिएम ल्याएको भए हुन्थ्यो, खानु पाइन्थ्यो, खालि त्यस्तै मात्रै कुरा गर्छ नि। फागुन नन्दचोक हो हैन, चस्मा पसल गाइस। चस्मा किन्न आएको हैन। ओइ यसमा चाहिँ चेन्ज यसमा यस्तो सिसा हाल्दाखेरि भइहाल्छ यो फ्रेम भयो नि। यो चाहिँ राम्रो लागेको तर यसमा चाहिँ ठ्याक्कै यस्तो भएको त्यो त राम्रो छ त नि। त्यसलाई त अरे यो हैन कति अरे दाजु हो? 350 350 300 मा दिन्न त। चस्मा किनेर पनि फर्केको अवस्था देख्न सक्नुहुन्छ। के चाहिँ खाजा खानु गएको अब चाहिँ म त थुक्पा चाहिँ दामी लाग्छ नि त। थुक्पा खानु भनेको त्यसले खाजा खानु गएको हामी चाहिँ थुक्पा खाउँ भनेको। काठको गाडी छैन अलिक यो चाहिँ मेरो साथीहरू, यो चाहिँ बुढोको फेभरेट, यो मेरो फेभरेट, यो चाहिँ हामी दुईजनाकै फेभरेट हो। एक्सट्रिम पसिना आएन देख्न सक्नुहुन्छ है पिरो एकदम। अब यो रेड बल बाँकी छ हैन। खोर्सानी बेसी पर्यो कि क्या हो? खोर्सानी बेसी पर्यो जस्तो छ, त्यही भएर त पिरो छैन। तर रेड बल खाँदा नि हल्का खाएपछि चाहिँ छेर्ने बेला भयो हैन। चाहिँ खाजा खाइसक्यौँ हैन। अब चाहिँ हामीले यो खाजा खाइसकेको अवस्था चाहिँ रेड बुल खाँदैछ हैन। अनि खाजा चाहिँ खाइसक्यौँ, अब रुम जाने हो। खाजा खाएर निस्केर झोला बोकेर पुरा हिँड्दैछु। मिठो लाग्यो चाउमिन मेरो नि पल्ट्यो बुढी। अनि आज चाहिँ हामी चाहिँ बजार आएको थियो घुम्नुको लागि हैन। घुम्नुको लागि भन्दा नि त्यो थोरै काम थियो र बजार आएको। अनि अहिले चाहिँ हामी रुममा जाँदैछौँ। सबैजनालाई मेरो ब्लग कस्तो लाग्यो हैन, लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।